आज लम्कीको गर्मी हेर्नुस् त साथीहरु। वेलकम छ साथीहरु, हजुरहरुलाई मेरो न्यू मिनी ब्लगमा आयो। हजुरहरु सन्चै हुनुहुन्छ, म पनि यता सन्चै छु। कोही कोही मान्छे भन्छन् के बसी छ खाइ छ त्यसलाई त के छ, बजारमा बस्न पाइछ भन्छन् के। हेर्नुस् न साथीहरु, एउटा आमालाई थाहा हुन्छ के दुई दुई बच्चा हुर्काउनलाई कति गाह्रो हुन्छ भनेर। हेर्नुस् त साथीहरु, बिहानतिर के मलाई टाइम नै पुग्दैन के, आफ्नो कपाल कोर्न समेत टाइम पाउँदिन म। फर्स्टमा चाहिँ मैले बाबुहरुलाई ड्रेस लगाइदिएँ। ड्रेस लगाएर हेर्नु न मेरो बाबुहरु मलाई के नाइ स्कुल जान्न भनेर अंगालो हालेर बस्छन् के। कस्तो रहर लाग्छ के बाबुहरुलाई स्कुल नपठाउँ जस्तो लाग्छ। के गर्नु, उनीहरुको भविष्यको लागि भए पनि स्कुल पठाउनै पर्यो। हेर्नु न मेरो कान्छो मेरो काँधमा नचढी चाहिँ कहिले स्कुल नै जान मान्दैन। मेरो बाबुले चाहिँ होमवर्क गरेको थिएन, मैले चाहिँ एक दुईवटाको होमवर्क गराइदिएँ। मेरो बाबुलाई चाहिँ भर्खर स्कुल पठाएको थिएँ, राम्रोसँग पेन्सिल नै सम्झाउँदैन। अझ हेर्नु न मेरो काँधमा चढेर मैले चाहिँ बाबुलाई स्कुल पुर्याएँ। स्कुल पुर्याएर मेरो बाबुले चाहिँ कस्तो मायाले बाइ बाइ मम्मी भनेर मलाई चाहिँ पछाडिबाट बाइ बाइ गरिरहेको थियो। म चाहिँ बाबुलाई सधैँ क्लासमा पुर्याउन जान्थेँ। आज चाहिँ मेरो घरमा काम थियो, त्यही भएर म गेटबाटै बाहिर निस्किहालेँ। मेरो बाबुले चाहिँ भमिट गरेको थियो, मैले चाहिँ लुगा धुन पाएको थिएन। बिहानतिर के टाइममै हुन्न बाबुहरुलाई स्कुल पठाउनलाई चाहिँ हतार हतार हुन्छ। मैले चाहिँ बाबुहरुलाई स्कुल पुर्याएर लुगा धुनतिर म चाहिँ बाबुहरु स्कुल गएपछि मात्रै लुगा धुन पाउँछु, नत्र त बच्चाहरूले लुगै धुन दिँदैनन् के। नुहाउनतिर बाथरुमतिर गएँ, नुहाएर चाहिँ निस्केको त हेर्नु न गर्मीले मुखै कस्तो भइरहेछ के मेरो। आजलाई यति नै साथीहरु, भेटौँला अर्को ब्लगमा। बाइ बाइ।